हैन साथीहरु, तपाईहरुलाई चाहिँ लुगा धुनु कस्तो लाग्छ कि मलाई चाहिँ यति अल्छी लाग्छ नि लुगा धुनु। बरु अरु काम गर्नु सबै मेरै भागमा परोस्, यो लुगा धुनु चाहिँ यति अल्छी लाग्छ नि, शरीरमा काडा उम्रेर आउँछ। अरु लुगा त ठिकै हो, झन् जिन्सको प्यान्टहरु त धुनुको गाह्रोले प्यान्ट नै जिन्दगीभरि नलाउनु जस्तो लाग्छ। फेरि तपाईहरु सोच्नुहुन्छ होला नि त यो त फोरी रहेछ, यो त अल्छी नै रहेछ, लुगै धुदैन रहेछ भनेर त्यस्तो चाहिँ नसोच्नु है प्लिज। जस्तो सुकै अल्छी लागे पनि लुगा चाहिँ धुन्छु। जति धुन अल्छी लागे पनि फोरे त बस्न सकिदैन नि त। कसलाई चाहिँ मन पर्छ र आफू फोरी भएर बसेको। वासिङ मेसिन भएको भए पनि केही कामै हुँदैन थियो कि। अब गाउँघरमा लाउने लुगा कस्तो हुन्छ, लो मैलो हिलो घरि के को दाग लाग्छ, उता बसे नि फोहोर भइहाल्छ, यता बसे पनि फोहोर भइहाल्छ। त्यही भएर मलाई चाहिँ गाउँघरको लुगा वासिङ मेसिनमा धुँदा सफा हुन्छ जस्तो चाहिँ लाग्दैन है। जस्तो सुकै होस् लुगा चाहिँ हातले नै धुने हो। जसलाई चाहिँ लुगा धुन अल्छी लाग्छ नि उसलाई नै थुप्रिदो रहेछ के धुने लुगाहरू चाहिँ। डेली लुगा धुँदा पनि त्यति नै थुप्रिन्छ के फोहोर लुगा। ल अब त सबै लुगा धुइसक्यो, अब 2-3 दिन लुगा धुनु पर्दैन भनेर बस्छु, फेरि त्यति नै थुप्रिरहेको हुन्छ। झन् मेरो त सानो नानी छ, उसको त यति लुगा थुप्रिन्छ नि, दिनमा 4-5 वटा लुगा फेर्नुपर्छ के उसलाई। 3-3 जनाको लुगा धुनुपर्छ अनि एक्लैको भापो ल लुगा धुइसक्यो भन्नु। झन् साथीहरु आमा भइसकेपछि त हयको मुतेको लुगा पनि धुनुपर्छ।